धन्यवाद सबैलाई। अब देश विदेशबाट अहिले यो लाइभ कार्यक्रममा जोडिनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, सबै पार्टीका जिम्मेवार कमरेडहरू, सबैलाई दिदीको तर्फबाट र अहिलेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 को उम्मेदवार र निवर्तमान मेयरको हैसियतबाट पनि यहाँहरू सबैलाई हार्दिक अभिवादन, नमस्कार। र अब यहाँको निर्वाचनको बारेमा जिज्ञासाहरू राख्नु भएको छ। मैले सबैको कुराकानी त सुन्न पाइनँ, किनकि म एकदमै व्यस्त यति बेला। अहिले पनि म भेटघाटमै छु, घरभन्दा बाहिर भेटघाटकै कार्यक्रमहरूमा व्यस्त भएकोले गर्दाखेरि अब कार्यक्रम सुरुवात भएदेखि अहिलेसम्म के कसरी अगाडि बढिरहेछ छलफल भन्ने विषयको जानकारी पनि मैले पाउन सकिनँ व्यस्तताले गर्दा। र पनि यो व्यस्त तालिकाको बावजुद पनि यहाँहरूले देश विदेशबाट रेणु दिदीले चुनाव जित्नुपर्छ, रेणु दिदीको लागि हामी कसरी देश विदेशमा रहनुभएका युवाहरूले चाहिँ रेणु दिदीको सपोर्टमा हैन पक्षमा एउटा माहौल क्रिएट गर्ने भनेर जुन यो आजको छलफल कार्यक्रम राख्नुभयो, त्यो प्रति म धेरै धेरै यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब यो निर्वाचनको अहिले पछिल्लो अवस्थाको बारेमा भन्नुपर्दाखेरि अहिले एकदमै एउटा उत्साहजनकै छ माहौल, किनकि काम गर्ने मान्छेलाई राम्रो काम गरेको छ, विकास गरेको छ, यत्रो दुई कार्यकालसम्म पनि जनताको पक्षमा काम गर्यो, कहीँ विवाद रहित भएर काम गर्यो, अनि विकासमा अब्बल पालिकाको रूपमा र अब्बल पालिका विकास र समृद्धिमा मात्रै होइन कि सुशासनको पक्षमा पनि, कार्य सम्पादनको पक्षमा पनि, अब आर्थिक बेरोजुहरूदेखि लिएर हैन अब वित्त आयोगले गरेका आर्थिक सर्वेक्षणहरू, शहरी पूर्वाधार विकासमा भरतपुर अब्बल, अनि सबै सरकारी पक्ष अब अरू विभिन्न तह र तबका पक्षबाट गरेका हरेक मूल्याङ्कनहरूमा भरतपुर महानगरपालिका उत्कृष्ट नतिजा दिन सफल भएको थियो। मेरो कार्यकाल 2 कार्यकाल नतिजाको हिसाबले, कार्य सम्पादनको हिसाबले पनि उत्कृष्ट, देश विदेशबाट पनि एउटा सम्मान र पुरस्कार पाउने पालिकामा पनि हामी उत्कृष्ट, र एउटा समृद्धिमा पनि भरतपुर महानगरपालिका देशकै 753 पालिकालाई एउटा उदाहरण बन्न पुगेको छ। आज त भरतपुर विकासको मोडेल बनेको छ, देश विदेश सबैलाई पनि हैन अब एउटा भरतपुरको विकासको बारेमा एउटा चर्चा परिचर्चा बनेको छ। र अब भरतपुरको विकास मोडेल नै देशको विकास मोडेललाई अनुसरण गर्नुपर्छ, त्यसरी नै गर्नुपर्छ देश विकास भन्ने खालको आम सबैतिर एउटा सर्वत्र चासोको विषय र एउटा चर्चा परिचर्चाको विषय पनि भएको छ। यो हिसाबले हेर्दाखेरि अहिले चुनावी माहौलमा जाँदा म खास गरेर चितवनको क्षेत्र नम्बर 3 मा भरतपुरको 19 वटा वडा पर्छ भने माडी नगरपालिकाका सबै वडाहरू 9 वटा वडा गर्दाखेरि 28 वटा वडा पर्छ मेरो क्षेत्रमा। र जाँदाखेरि सबैतिर उत्साहजनक छ माहौल। अब आफ्नो पार्टी पङ्क्ति भन्दा बाहिर पनि अरू फरक पार्टीकाहरूले पनि काम गर्ने मान्छेलाई, कर्मवीरलाई र काम गरेको नतिजा दिने गरी अब काम गरेर देखाएको, यत्रो विकास गरेको, अब यस्तो मान्छेलाई नदिएर कसलाई दिने हो त नि। अब काम गर्ने मान्छेको मूल्याङ्कन कदर नहुने हो भने त राजनीति केलाई गर्न पर्यो त नि भन्ने खालका आम जिज्ञासा सबैतिर छ। सबैतिर यो खालको जिज्ञासा र क्रिया प्रतिक्रियाहरू पनि छ। सबैको एकदम सकारात्मक एउटा सहानुभूतिहरू पनि छ। र अब चाहिँ जित्ने एउटा क्यान्डिडेट, बलियो क्यान्डिडेट र कामले प्रमाणित भएको क्यान्डिडेट र विवाद रहित ढङ्गले काम गरेको र एकदम जनताको पक्षमा, जनताको भावना बुझेर हैन अब चाहिँ स्वार्थभन्दा माथि उठेर सबैको साझा बनेर अभिभावकीय भूमिका निर्वाह गरेको एउटा कार्यकाल त कति गाह्रो हुन्छ। अब आफ्नो कार्य अवधि सम्पन्न गर्न भने म 2 कार्यकाल एउटा विवाद रहित ढङ्गबाट सबै पक्ष, सबै पार्टी सबैलाई मिलाएर हैन विवाद नआउने गरी त्यो ढङ्गले कार्य सम्पादन गरेको हिसाबले पनि, सबैको साझा अभिभावक भएर गरेको हिसाबले पनि मैले अब सबैतिर केही ढङ्गले बस्नु भएको छु। रेणु दाहालले एउटा पार्टीको तर्फबाट